त्रिवेणीको पानी हेर्न सक्नुहुन्छ गाइस, कति सफा छ। एउटा पनि पर्दैन, कतै नि छैन, यति राम्रो सफा छ कि हरियो देखेर। अब हामी चाहिँ इन्डियाको के अरे भैसलटनको बोर्डरतिर आइसकेका छौँ। त्यसपछि अब हामी चाहिँ त्यहाँ सोधेर पुलिससँग सोधेर भने वाल्मिकी आश्रममा जानलाई के गर्नुपर्छ, आइडीहरू देखाउनुपर्छ कि के गर्नुपर्छ, त्यो सोधेरै जानुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ गाइजहरू, अहिले चाहिँ भैसलटन पुगिसकेका छौँ हामी। रास्ता नहीं पाओ तो लीजा मुझे पूछ ली जात कहते कि मैंने गलत रास्ता के आगे से जाके पड़ी बस फिर घूम का जा। हाँ ऐसे वहाँ देखल जाइए, अब वीडियो बना लेना, यहाँ देखल जाइए। अब वाल्मीकि जाए वाला रास्ता यह है पासे गाले, तो यहाँ वाल्मीकि में जाए लगी यहाँ से टिकट काटे पड़े था, 20 रुपये नेपाली लागल टिकट काट के बोल जाके। गाइस रास्ता एकदम सुनसान भाई, जंगल के रास्ता हो के इसका ना जाके लगी फिर इसका डर फिर लगा था। सो गाइस हात्ती देखियो फाइनली, कति ठुल्ठुलो रहेछ देख्न सक्नुहुन्छ। अहिले चाहिँ वाल्मीकि आश्रम जाने बाटोमा बाटोक्रममा चाहिँ हात्तीहरू भेटेका छन्, 3टा। ओइ 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 दाउरा बोक्छ क्या, दाउरा बोक्छ क्या। अब सफा कारण के हो? ओहो हात्तीले सफा गर्दैछ, बाटोमा भेटेका दाउराहरू साइडमा लाउँदैछ। हाँ चला चला चला, नहीं मारी चला जा, तो साइड दे जा करवा जाए। तो नहीं मारी का तेरा तो यार हात्तीले घाँस खाएको। सो गाइस वो देखा था ना पुलिस चेकिंग बा, वो फेन अपन एंट्री कराए पड़ा था। वाल्मीकि आश्रम फेन आए के लिए कहाँ सोच लो बार 3-4 ठौरी एंट्री कराए पड़ल, 1 ठौरी तो पैसा तिरेक पड़ल, 2 ठौरी नहीं पड़ल। वहाँ जाक त्यहाँनिर फोन नम्बर लेख्दाखेरि एउटा चाहिँ के अरे 49 भन्दाखेरि चाहिँ एउटाले भन्दो रहेछ ये तो बंगाली बोल्दा है ना, 49 सबै बहुत निकै बंगाली बोल्दा है, थाहै छैन 49 भन्ने नेपाली शब्द भन्दै गर्दा चुप ल्याएर बस्यो के। भन्न पनि धेरै टाढा रहेछ क्या यार वाल्मीकि आश्रम। यो हेर्न सक्नुहुन्छ जंगल चितवन राष्ट्रिय निकुञ्जमा पर्छ, सबै नेपालमै पर्छ। उता पनि पुरै घरै घर रहेछ पछाडितिर। सो फाइनली गाइस यार करिब 2 घण्टा पछि हामी चाहिँ वाल्मीकि आश्रममा अब पुग्न लागिसकेका छौँ। तर भित्र पनि एकदमै होटलहरू चाहिँ छ है, धेरै होटलहरू छ, घरहरू पनि छन्। यहाँ भयो देख्न सक्नुहुन्छ पुरै मेला लाखा। त्यो पहिलोचोटि आउँछौँ के, त्यही भएर यहाँनिर धेरै अब जानकारी छैन।
तल चाहिँ सोद्धाखेरि भन्थ्यो फोटोहरू खिच्न त्यसपछि भिडियो बनाउन मिल्छ तर सीता माता जुन जहाँ बस्नुहुन्थ्यो त्यो ठाउँमा मिल्दैन भन्नुभएको थियो क्या त्यही भएर हेर्न सक्नुहुन्छ सबै फ्री पसल छ वाल्मिकी आश्रममा अझै गाइस अब माथि जान लाग्छौँ आश्रमतिर यो अहिले पछाडिको मन्दिर देख्न सक्नुहुन्छ यो मन्दिर चाहिँ हामी चाहिँ रमाडमा देखिरहेछौँ भने रमाडमा देख्दाखेरि सीता माताले जहाँनिर के अरे भित्र पस्नु भएको थियो नि जमिन चर्केर हो यो चाहिँ त्यही ठाउँ रहेछ देख्न सक्नुहुन्छ यसरी गरेर त्यो ठाउँमा अझै नजिकै गएर भित्रपट्टि चाहिँ फोटो खिच्न पाइन्न त्यही भएर म बाहिरबाट पनि देखाइरहेको छु हेर्न सक्नुहुन्छ धेरैजना आछन् हजुर होइन भित्रैबाट मनाही भएको त्यो मन्दिरको भित्रपट्टि चाहिँ फोटो खिच्न पाइन्न अनि त्यहाँ भिडियोहरू बनाउन पाइन्न तर बाहिर चाहिँ पाइन्छ है हामी चाहिँ त्यही तल नै सोधिरहेको थियौँ सोद्धाखेरि भन्नुभएको थियो कि तल चाहिँ बाहिर खिच्न पाइन्छ भिडियोहरू बनाउन पाइन्छ तर भित्र चाहिँ पाइँदैन है त यो सिलौटा देख्न सक्नुहुन्छ गाइजहरू जुन सिलौटा भने सीता माता यहाँनिर जुन ठाउँमा भने सीता माता मसलाहरू पिस्नुहुन्थ्यो खाना पकाउँदाखेरि यो चाहिँ त्यही रहेछ मार दीजिए मसाला जिधर पिसा लो उधर पीसिए अमृत पनिए नहीं हो सो गाइस अहिले हामी चाहिँ वाल्मिकी आश्रमको जङ्गलभित्र छौँ जङ्गलमा हामी चाहिँ सबै अब लगभग घुमिसकेका छौँ जङ्गलमा घुमेको बहुत एक्सपिरियन्स भयो यार चल एकदम सर सो गाइस अब वाल्मिकी आश्रमबाट चाहिँ हामी सबै दर्शन गरिसकेपछि अब जाने क्रममा बाटोमै छौँ अब फर्किन्छ भन्ने जस्तो लाग्यो कि अब हेरौँ न घुमी के रहेछ भन्ने कुरो सीता माताको पनि अब पत्तालोक पनि देखियो त्यसपछि सीता माताको सिलौटा पनि देखियो लौकुशले चाहिँ पिङ खेलेको सीता भगवान पिङ खेलेको सीता माता पनि पिङ खेलेको ठाउँमा पनि गएर पिङ खेल्यौँ हामी यस्तै घुम्दैछौँ देख्न सक्नुहुन्छ अझै पनि यहाँ चाहिँ दर्शकहरूको भिड छ है धेरै नै भिड छ एकदमै सो गाइस यसमा भने सबैजना आफ्नो आफ्नो नाम लेखिरहेछन् के कारण होला यसको विशेषता के हो भन्ने कुरो थाहा छैन अब म पनि यसमा लेख्छु है त आफ्नो नाम आगे के मर्छ सपा यता मेरो नाम भयो त्यसपछि यता मेरो मिसेस पनि है त दुइटैको हाम्रो जोडी भने सधैँ सीता माता र रामको जस्तै जोडी बनोस् यो यहाँ चाहिँ मेरो नाम छ यहाँ चाहिँ मेरो मिसेसको नाम छ ओके सो गाइस अहिले हामी भने वाल्मिकी आश्रम घुमिसकेपछि सबै दर्शन गरिसकेपछि घर जाने प्लानिङ भने हुँदैछ त्यही भएर चाहिँ अब वाल्मिकीको पानीले गर्दाखेरि
माइन्ड फ्रेस हुन्छ भनेर मुख पनि धोइरहेको छु। मुख धोइसकेपछि अब होइन घरतिर लाग्छौँ हामी। र यदि तपाईँहरूलाई यो भिडियो भने मन पर्यो भने लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस् र सब्सक्राइब पनि गर्नुहोस् है त। र हजुरहरूले गर्दाखेरि नै यो भिडियो बनाउनु मलाई चाहिँ एकदमै सपोर्ट हुन्छ, मलाई प्रोत्साहन हुन्छ, हिम्मत आउँछ। त्यही भएर लाइक, कमेन्ट र सब्सक्राइब गर्नुहोस् है त। ओके, अब फेरि पनि हामी भेट्छौँ अर्को भिडियोमा। बाबा ओली मेरो बाबा बैठी बाबा बैठी नखाने देखि गरम बुढिया गइल